हामीले 77 को टेबल एकदम राम्रो तरिकाले सजिलै तरिकाले यसलाई लेख्न सक्छौं। हेर्नुस् त साथीहरु कति राम्रो छ। 7 1 जा 7 लाई 07 लेखेर 0 र 7 लाई जोड्दा 0 र 7 जोड्दाखेरि 7 आउँछ, 77 भयो। 7 अनि 2 जा 14 हुन्छ। 7 2 जा 14 र 4 र 1 लाई जोड्यो भने 4 र 1 लाई जोड्यो भने 5 आउँछ। यहाँ 5 लेख्ने। 7 3 जा 21, 2 र 1 लाई जोड्यो भने 3 आउँछ। अब हेर्नुस् त यहाँ 7 4 जा 28 हुनुपर्ने। 7 4 जा 28 अनि यो 28 लाई 2 र 8 लाई जोड्दा 10 अनि यो 10 लाई हामीले 10 क्यारी 1 जोड्यो भने 2 1 3 हुन्छ। अनि यहाँ बीचमा कति पर्यो त 0 भयो। त्यसपछि साथीहरु 7 4 जा 28 को पछि 7 5 जा 35, 7 5 जा 35 हुने भयो। 35 मा 5 र 3 लाई जोड्यो भने 8 आउँछ। त्यसपछि 7 6 जा 42, 4 र 2 लाई जोड्यो भने 4 र 2 लाई जोड्यो भने 4 र 2 जोड्यो भने 4 2 6 हुन्छ। त्यसपछि 7 7 जा 49। अब हेर्नुस् त यहाँ 49 लाई 4 र 9 लाई जोड्यो भने 9 4 13, 13 को यहाँ 3 आउँछ अनि त्यसपछि 3 र 1 जोड्यो भने 4 हुन्छ। त्यसैगरी यहाँ 4 र 1 जोड्यो भने 5 आउँछ। त्यही भएर यहाँ जोडेर 5 अनि यहाँ बीचमा कति आयो त 3 आउँछ। त्यसपछि 7 8 जा 56 हुनुपर्ने। 7 8 जा 56 हेर्नुस् त यहाँ 7 8 जा 56 5 र 6 जोड्यो भने 11 आउँछ। 11 1 अनि 5 र 1 जोड्यो भने 6 आउँछ। त्यसैगरी यहाँ हेर्नुस् त साथीहरु 5 यहाँ 6 भयो। त्यो बीचमा कति आउँछ त 1 आउँछ। त्यसपछि यो लास्टमा के आउँछ साथीहरु कमेन्ट गर्नु होला। हस्त धन्यवाद।